हेलो मेजो सबैजनालाई वेलकम ब्याक टु युट्युब च्यानल भन्दै मैले चाहिँ आज है एकैचोटि म बजारमा गएर भिडियो गर्नु थालेँ होइन। सो बजार चाहिँ किन गएको भन्दाखेरि चाहिँ मेरो बुढीको चाहिँ अलिकति यो सेन्डलमा चाहिँ त्यो हिल्स अलिक मोटो लाउनुको लागि चाहिँ हामी गएको थियो। जाँदाखेरि चाहिँ यहाँनिर बजारमा गएर मजाले देखाएँ यो चाहिँ कहाँ हो भनेर चाहिँ भन्दाखेरि चाहिँ यो चाहिँ स्ट्यान्डको छेउमा छ, यहाँनिर आउनु सक्नु, यो भैयाले चाहिँ सिधा रहेछ, राम्रो गरिदिँदो रहेछ भनेर भनिदिँदैछ। अनि भैया चाहिँ गफ गर्दै डेङ्की 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 मजाले डेङ्की डेङ गर्दै हो, ल है तिम्रो रेडी भइसकिसकेको छ भन्दै होइन। अन्त टिकाले भन्छ अरे अझै त्यो मजाले कुट्दिनु, त्यसमा चाहिँ अब किनभने सुल बाक्लो हुन्छ नि त, सो त्यसले गर्दाखेरि भन्दै टिकाले चाहिँ मलाई राम्रो बनाउँछ, म पहिल्यैदेखि आएको यो भैयाकोमा भन्दै भन्दैछ। भैया चाहिँ अन्त बिचरा भैयाले चाहिँ हो नि म त मजाले बनाइदिन्छु, पहिलादेखि बनाइदिएको, मैले बनाएको चाहिँ 3-4 वर्ष खप्दैन खप्छ है भन्दै भन्दैछ। अन्त यहाँनिर अलिकति यस्तो मेहनतले बनाउँछु म भन्दै भन्दैछ भैयाले चाहिँ होइन। यो भैयाको चाहिँ अलिकति कान सुन्दैन रहेछ, मैले पनि के भन्दाखेरि चाहिँ गफ गर्दाखेरि चाहिँ भैयाले अलिक कान सुन्दैन रहेछ बिचरा। टिकाले चाहिँ भन्दैछ यो चप्पल अलिकति पहिलाको भन्दा मोटो भयो है, राम्रो भयो भन्दै भन्दैछ अरे होइन। सो त्यहाँनिर चाहिँ अन्त म पहिल्यैदेखि मेहनत गर्छु, राम्रो बनाउँछु, अझै बिग्रियो भने मेरोमा आउनु म बनाइदिइहाल्छु भनेर भन्दैछ भैयाले, अफर दिँदैछ होइन। यो भैयालाई चाहिँ गफ गर्नुको लागि चाहिँ अलिकति ठुलो सवासमा बोल्नु पर्दो रहेछ है टिका भनेर मैले भन्दैछ अरे। अन्त बिचरा त्यो भैयाले चाहिँ अहिले त कमै हुँदैन, मेरो त हिजोआज माथि हुँदा चल्थ्यो, अहिले यहाँ तल हुँदा चल्दैन, हाम्रो अहिले बिजोग छ, रेन्टहरू तिर्नै साह्रो पर्छ भन्दै थियो अरे। अन्त टिकाले चाहिँ मेरो यो चाहिँ कतिको कम्फोर्टेबल भयो कि भएन भनेर चाहिँ उसले नाप्दैछ अरे होइन। अन्त फेरि हामी चाहिँ एकैचोटि बजार गएर चाहिँ हामी खाजा खान थाल्यो, सिङ्गडा खाँदैछ मेरो बुढीले चाहिँ मजाले होइन। अन्त वाउ कस्तो मिठो भयो भनेर, मिठो भयो नि भन्दा यो चाहिँ हो नाम्ची चारधाममा हो, म पनि खाएँ भनेर चाहिँ खाँदैछौ होइन सिङ्गडा। अन्त साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो भनेर मैले देखाइरहेको छ होइन। अन्त हामी दुईजना चाहिँ पुरा इन्जोयमेन्ट गरिरहेको छ बजारमा खाजासाजा खाएर होइन। अन्त चाउमिन पनि मगायो होइन, चाउमिन पनि मगाएर चाउमिन मैले स्टार्ट गरेँ पहिला भनेर चाहिँ भन्दैछ अरे होइन। सो त्यहाँनिर चाहिँ अन्त टिकाले म स्टार्ट गर्छु ल भनेर चाहिँ टिका आफै स्टार्ट गर्दाखेरि चाहिँ लु टेस्ट गरी हेर त कस्तो रहेछ, अचार दिनु नि भने अचार पनि हाल्दैछ दाजुले होइन। सो त्यहाँनिर चाहिँ चारधामको जग्गामा चाहिँ जहिले पनि हामीले खाजा खाँदा चाहिँ त्यहाँ चाहिँ मिठो हुन्थ्यो नि त, सो त्यसले गर्दाखेरि त्यहीँनिर गएको होइन। अन्त त्यसले टिकाले चाहिँ फेरि यम्मी टेस्टी भएछ भनेर भन्दैछ, ल म पनि टेस्ट गर्छु खाइहाल्छु ल भनेर चाहिँ भन्दाखेरि मिठो दामी भएछ है, ल यहाँनिरको चाहिँ चाउमिन मलाई मनपर्छ भनेर भन्दैछ अरे होइन। सो अन्त फेरि त्यो खाइसकेर चाहिँ हामीले जुलबी खाएँ है, फेरि जुलबी चाहिँ म जहिले खान्छु क्या, मेरो चाहिँ जुलबी बेस्ट हो भन्दै हामी त्यो बजारतर्फ खाजा खाइसकेर चाहिँ जाँदाखेरि चाहिँ आइसक्रिम खाने भनेर चाहिँ आइसक्रिम दोकानतिर लग्यो टिकाले, तपाईँ पछाडिबाट भिडियो गर्दै गर्दै आउनु, म आइसक्रिम किन्नु जान्छु है भनेर चाहिँ आइसक्रिम दोकानतिर लग्यो जाँदाखेरि जाँदा एकछिन चाहिँ तल दोकानमा गएर टिकाले हँसायो नि त हो। हँसाउँदाखेरि चाहिँ त्यो टिकाले चाहिँ त्यो के भन्छ कलर कलरको आइसक्रिममा चाहिँ ढकन चाहिँ उल्टा खोलेछ अरे। अन्त म पनि हाँसेछ अरे त्यहाँ टिकालाई गर्दाखेरि, यसरी होइन हौ टिका त्यो सार्ने हो भनेर भन्दाखेरि चाहिँ त्यसो सार्दैछ अरे होइन। सार्दाखेरि चाहिँ अन्त यो हो यसरी सार्नुपर्छ नि, यो त उचाल्ने होइन नि भनेर चाहिँ भन्दैछ त्यो दिदीले। अन्त बिचरा उसले पनि थाहा थिएन नि त, सो त्यसले गर्दाखेरि भने चाहिँ इट्स ओके भनेको छैन। अन्त भैयाले चाहिँ के भ्लग बनाउँछ भने भ्लग बनाउँछु नि म भनेर। अन्त आइसक्रिम चाहिँ यही पहिल्यै दिन हामी यही खान्छौँ मिठो हुन्छ है भनेर चाहिँ भन्दैछ। हामी चाहिँ आइसक्रिम खाँदै गर्दाखेरि चाहिँ एकछिन लु बसौँ एकछिन घुमौँ भनेर चाहिँ रेस्ट गरौँ भनेर चाहिँ ऊ टिकालाई चाहिँ एकछिन भिडियो गरिदिनु नि भनेर चाहिँ पछाडि यताउता गरेर म चाहिँ बसेँ भनेर बसेछ। अन्त थ्याङ्क यू फर वाचिङ, यो मेरो पेजलाई